एकजनाले चाहिँ व्हाइट रुमलाई लिएर यस्तो कमेन्ट गर्नुभएको छ, होटेलमै 5,000 तिरेर बस्न ठिक, उल्टै खानेकुरा पनि आफैले घरबाट ल्याउनु पर्ने भन्ने क्वेसन छ उहाँको। र पक्कै पनि एकजनाको 5,000 तिरेर बस्न ठिक लाग्छ भने हजुरहरूलाई होटेलमै बस्न ठिक हुन्छ। होटेल र व्हाइट रुम भनेको एउटै प्रपोजले खोलिएको होइन, तपाईँले कुन प्रपोजमा युज गर्नुहुन्छ ती कुराले म्याटर गर्छ। र एकजनाको 5,000 तिरेर होटेलमा बस्नुहुन्छ भने पनि ठिकै छ, तर हाम्रो चाहिँ 4जनाको 4,000 तिरेर बस्ने हो, यानि कि एक दिनको एउटा फ्ल्याटको 4,000 तिरेर बस्ने हो। त्यसमा हजुरहरू 4जना चाहिँ मजाले नै बस्न सक्नुहुन्छ र किचनदेखि लिएर सबै कुरा अभाइलेबल हुन्छ र हजुरहरू आफै पकाएर खाने हो। र कोही कतिलाई चाहिँ एकदमै लग्जरी लाइफ बिताउनु पर्ने हुन्छ, उहाँहरूलाई 5 स्टार 4 स्टार होटेलमा स्विमिङ पुल सुद्धको होटेल चाहिन्छ भने हजुरहरू कतिपयलाई चाहिँ आफ्नै घरको सुविधामा बसौँ भन्ने हुन्छ र उहाँहरूलाई चाहिँ व्हाइट रुम बेस्ट हुनसक्छ। सबैजनालाई व्हाइट रुम बेस्ट नहुन सक्ला होइन, जो जतिलाई पनि हुनसक्छ तल कमेन्ट गर्नु होला। र व्हाइट रुम र होटेल चाहिँ एउटै प्रपोजमा खोलिएको कुरा होइन, व्हाइट रुमको प्रपोज छुट्टै नै छ, होटेलको प्रपोज छुट्टै नै छ। त्यो भएको हुनाले कतिपय चाहिँ अझै पनि हाम्रो व्हाइट रुमलाई रुचाएर अझै पनि ओभर अकुपाइड छ हाम्रो व्हाइट रुम। र कोलाई व्हाइट रुमको कन्सेप्ट मन परिरहेको छ तलपट्टि कमेन्ट गर्नुहोस् है त। धन्यवाद।